खोइ म के गरौँ। म कविता लेख्दै कहाँ हिँडेकी छु र, तर कविताले आफै मलाई लेखिदिन्छ भने म के गरौँ। म शब्द बटुल्दै कहाँ हिँडेकी छु र, तर शब्दले नै मेरो भावना बटुल्दै हिँडेपछि म के गरौँ। म रेखाङ्कित गर्न चाहन्न सुख दुःखका कुनै चित्रहरू, तर कल्पनाले आफै चित्र अङ्कित गरिदिएपछि म के गरौँ। म प्रतिवादका नारा लगाउँदै गल्ली हुँदो कहाँ हिँडेकी छु, तर मेरा स्वाभिमानी पाइलाहरू रोकिन नै खोज्दैनन् भने म के गरौँ। कसैको मन दुखाएर म कहाँ बोल्न खोज्छु, तर मेरा सत्य कुराहरू सुन्न नसकेर कसैको मन दुख्छ भने म के गरौँ। कोही मलाई आगो सम्झी पर बस्छन्, कोही पानी सम्झी। कसैलाई तातोसँग डर छ, कसैलाई चिसोसँग एलर्जी हुन्छ भने म के गरौँ।